त्यसपछि स्टार्ट भएन www.muexam.edu.np त्यसपछि यो पेज यो आउँछ यो ओरिजिनल पेज हो यसको त्यसपछि योमा जाऊ यहाँ यो तीनटा धर्का छ यहाँ योमा ट्याक्क टच गर त्यसपछि यो सबै अप्सनहरु आइहाल्छ यहाँ त्यसपछि अनलाइन एक्जाम फर्म भन्ने आउँछ यो रातोमा अनलाइन एक्जाम फर्म यसमा जाऊ त्यसपछि सजिलो ल आएमा त्यसपछि छिर स्टार्ट एक्जाम फर्म गर त्यसपछि फेरि तर फर्स्ट सेमेस्टर जता गरे फर्स्ट सेमेस्टर खोज नम्बर आन तिम्रो यो हुन्छ त्यसपछि सर्च बाइ गर सिलेक्ट कलेज गर्ने यहाँ 1001 मा गर यो सेन्ट्रल यहाँ धेरै हुन्छन् कलेज 1001 मा गर्ने यो सेन्ट्रल क्याम्पस अफ म्यानेजमेन्ट 1001 मा ल ठीक छ त्यसपछि ब्याक गर्ने हुन्न अरुमा अनि प्रोग्राममा के हो त अरुमा गयो त गइको फेरि उता एजुकेसनमा एक्जाम दिन पर्छ गएर प्रोग्राममा के हो त प्रोग्राम बीबी ब्याचलर अफ बिजनेस स्टडीज यो बीबीएस फर्स्ट सेमेस्टर हैन 420 ठीक छ हैन जेन्डर इमेल आना कन्ट्याक्ट नम्बर आना भौचक अमर 6000 कति तिरे हो त्यो 6474 हो 6674 यति हो भौचर अनि त्यसपछि हरिबहादुर थापा हैन फोटो भनेको तिम्रो फोटो हाल्ने हो यहाँ त्यो फर्ममा हाल्छौ नि त्यो फोटो खिचेर हाल त्यो ट्यागको क्रोप गरेर मिलाएर हाल त्यसपछि यो ब्याङ्क भाउचर भनेको अब कहाँको ए तेरीका 50 रुपैयाँ तिरेर यहाँबाट निकाल्न मिल्छ अनि त्यसपछि सिग्नेचर फोटो छ नि रसिद खिचेको फोटोलाई खिचेर फेरि हाल्ने मिल्यो त्यसपछि यो सिग्नेचर भनेको त्यहाँ साइनमा यहाँ अब त्यसपछि यो सब्जेक्टमा छान्ने बेलामा तिम्रो सुरु कहाँबाट हुन्छ भन्छौ भने अप्सनै देखाएन ल हेर है प्रिन्सिपल अफ म्यानेजमेन्ट ठीक छ त्यो होइन हो किन होइन प्रिन्सिपल अफ 411 बाट सुरु गरे 411 त्यसपछि गर 412 बिजनेस कम्युनिकेसन 413 त्यसपछि कताको 413 त्यही रहेछ त तल 413 414 लेसिनेसन 414 गएको माथि 414 अब एउटा 415 नाम हेर्नु है त्यो 415 मात्रै हेर्ने हैन ठीक छ एकदम ठीक छ प्रिन्सिपल अफ म्यानेजमेन्ट बिजनेस कम्युनिकेसन माइक्रो इकोनोमिक्स कस्ट अकाउन्टिङ मार्केटिङ एकदम बस खै त यो उ भएको के गराएको यस्तो यो ल हामीले जाने मान्दैन फेरि सबै भरे हैन नि त्यही भएर ए ल